दर्शक महानुभावहरू यहाँहरू सबैजनालाई नमस्कार। जुठे सिरियल गत 2 सातादेखि होल्डमा रहेको छ। किन आएन त जुठे सिरियल? जुठे सिरियल नआउँदा दर्शकहरू निकै चिन्तित भएका छन्। खास जुठे सिरियल नआउनुको रहस्य एकदमै खुलेको छ। मरिचमान श्रेष्ठ र मास्टरजीको मुठभेडका कारण जुठे सिरियल नआएको भन्ने सुन्नमा आएको छ। दर्शक महानुभावहरू, जुठे सिरियल मैले 1 भागदेखि अहिलेसम्म आएका भागहरू कुनै पनि छुटाएको छैन। तपाईले के गर्नुभएको छ? तपाईलाई जुठे सिरियल आएन भनेर आत्तुरी कस्तो लागेको छ? सामाजिक एउटा समस्यामा, सामाजिक झेलमेलमा, सामाजिक विभेदमा रहेको सामाजिक संस्कारलाई चिरेर निकालिएको जुठे सिरियल एकदमै राम्रो थियो। यो जुठे सिरियल नआउँदा सबै दर्शक, सबै शुभचिन्तकहरू एकदमै चिन्तित भएका छन्। मलाई पनि विराट लागेर आएको छ। तपाईलाई कस्तो लागेको छ? मलाई भन्ने हुँदा साँच्चै खाना पनि मन लाग्छ छैन, निद्रा पनि लाग्छ छैन, भोक पनि लाग्छ छैन। यो साँच्चै जुठे सिरियल नआउँदा मेरो दिमाग नै खराब भएको छ। म सायद अब डिप्रेसनमा जान्छु होला। प्रिय जुठे सिरियल, तिमी किन यस्तो मोहनी लाग्यौ? साँच्चै यस्तो भइरहेको छ। जुठे सिरियल यथाशीघ्र ल्याइयोस् र जुठे सिरियल सम्पूर्ण होल टिमलाई शुभकामना। जुठे सिरियलमा सबैभन्दा मनपर्ने पात्र तपाईलाई कुन लाग्छ? वास्तवमा भन्ने हो भने एउटा सामाजिक व्यवहारलाई, सामाजिक कुसंस्कारलाई एउटा परिवर्तनका लागि निकालिएको यो सिरियल किन खटपट भइरहेको छ? यथाशीघ्र छिटो ल्याइयोस् र आम दर्शक र पाठकहरूलाई छिटो दर्शकहरूलाई हेर्ने वातावरण मिलाइयोस्। जुठे सिरियल छिटो आओस् है त। ल, धन्यवाद।